बिचमा शुभकामना मन्तव्य राखिदिनु हुन अनुरोध गर्न चाहन्छु आदरणीय वरिष्ठ कलाकार तथा प्रोफेसर राजेश श्याम मुल्मी सरलाई। आजका अध्यक्ष कार्यक्रमका अध्यक्ष वर्ष गौरव बैदीजी, यहाँ के अरे हाम्रा कृष्णमानन्दजी प्रमुख अतिथि र ड्यासमा रहनुभएको विशेष अतिथि वरिष्ठ कलाकार साथीहरू र स्किपका ग्रुपका साथीहरू किरण मानन्दज्यू र अगाडि राख्नुभएका हाम्रा एकदम विद्वान पूर्व कुलपति तथा राजदूत केराको भक्तमाथमाजी र ब्रिटिस सर जो एकदम विद्वान हुनुहुन्छ, उहाँले हाम्रो रमेश सर र हाम्रो चाहिँ जीवनाथजी र अन्य वरिष्ठ कलाकार तथा विद्यार्थी भाइ बहिनीहरू, विशेषतः हाम्रा आजका नायक कृति शाहजी जुन चाहिँ पढ्दाखेरि पनि सही छ र उहाँमा त्यति फरक देखिने होइन, त्यति बोल्नुहुन्न होइन, तर त्यहाँ सही सरमा जुन गुण छ त्यो चाहिँ हाम्रो कृतिसँग छ र उहाँको बहिनीसँग पनि छ। उहाँ दुवै त्यहाँ ललित कलामै पढेको थियो हामी त्यहाँ टिचर हुँदाखेरि र एकदम नम्र स्वभावको र अहिले चाहिँ जुन गृहस्थमा रहेर पनि जुन किसिमको अगाडि बढ्ने उहाँको चाहना थियो त्यो चाहिँ पूर्ति हुने गयो। बहिनीले त्यति गर्न सकेको छैन, तर कृतिजीको दोस्रो एकल चित्रकलामा जुन दोस्रो चित्रकलामा जुन माथि देखेँ त्यो चाहिँ जुन रिदमिक जुन मलाई मनपर्छ, किनभने रिदमिक र कलर हार्मोनी र त्यति मात्रै नभएर उहाँले सोसियललाई पनि टिपेको छ र आमाको विषयमा पनि छ, लभको विषयमा पनि छ र त्यति मात्रै नभएर उहाँले चाहिँ सेमी एब्स्ट्रेक्ट रियलिस्टिक र पुरा चाहिँ एब्स्ट्रेक्टमा पनि उहाँले चाहिँ रङमा खेल्नु भएको छ। कलर हार्मोनीलाई निकै ध्यान दिनुभएको मलाई लाग्यो र त्यसमा चाहिँ मुभमेन्ट भएको पनि मैले पाएँ र उहाँको यो यात्रा निकै राम्रो सफल भएको म मान्दछु। किन भन्दाखेरि पहिला जुन थियो त्योभन्दा अलग किसिमको मैले देखेँ र त्यसले चाहिँ उहाँको कला यात्रालाई अझ अगाडि बढाउने छ भन्ने मलाई लाग्दछ। किन भन्दाखेरि उहाँको यात्रा त अलि भर्खर सुरु हुनेछ। उहाँले ब्याचलर ललितकला क्याम्पसबाटै गर्नुभएको थियो र त्यसैले चाहिँ उहाँको प्रगति उन्नतिको लागि म विशेष शुभकामना दिँदै म आफ्नो सानो वक्तव्य यहीँ धन्यवाद। धेरै धेरै धन्यवाद आदरणीय राधेश्याम सर।